ल आज नवदुर्गाको कतिऔं दिन हो पण्डितजी गुरुजी? 8औं दिन। अष्टमी कि सप्तमी तिथि? दिनको बारको हिसाबले 8औं दिन, तिथिको तिथिको हिसाबले सप्तमी तिथिका दिन हामी कथा वाचन पश्चात यस स्यानथुमका मा अवस्थित हाम्रो यो सिद्धे खोपा गुफा सिद्ध बाबा गुफामा दर्शनको लागि जाँदैछौँ। यो कथा वाचन पछिको यो ब्रेक टाइममा गुरुजी र म गणेश भएर म पनि यही छु है जाँदैछौँ। सिडी ओर्लिँदैछौँ। रमाइलो झरना झरझर झरझर झरनाको आवाज सँगसँगै रमाइलो मनोरम दृश्य हेर्दै ल सुन्दर झरनाको पनि यस्तो झल्को मेटाउने आनन्द शीतल छहारी मुनि छेउमा हाम्रो के अरे हाम्रो खोला आदि खोला नजिकै यस स्यानथुमकाको छेउमा स्लिप खाएँ यार। मस्त झरना हेर्नु यति माथिबाट आएको झरना कति रमाइलो हो। मेरो फेस पनि देखाउनु पर्यो। ल गुरुजी कता हराउनु भयो? यस्तो मनोरम दृश्य यस्तो राम्रो गुफा छ। यो गुफामा जमानामा परापूर्व कालमा ऋषिहरूले तपस्या गरेर यहाँबाट माथि डाँडोमा निक्लिने मिल्ने गरी गुफा छ गरे। आजकल त कोही पस्या छैन। पहिला पहिलाको भनाइअनुसार त्यस्तो छ भन्ने किम्वदन्ती हामीले सुन्दै आएका हौँ सानैदेखि। सानोमा हामी यहाँ ऐसेलु खान भन्दै यो डाँडामा घुम्थ्यौँ। मजाले दिनभरि आयो यो डाँडामा बस्यो ऐसेलु खायो गयो गर्थ्यौँ। अहिले धेरै वर्षपछि म यो ठाउँमा पुनः आउँदैछु। अहिले विकास धेरै भइसकेछ। यसरी बाटो भइसकेछ हिँड्न मिल्ने बाटो सरर। यी छङछङ झरना कति शीतल झरनाको पानीमा झरना झर्यो झरझर झरझर झर खोला बग्यो। ए माथि डाँडादेखि झरेको झरना। यहाँबाट सर्रै चोकको भ्यू। यो चोकको डाँडो सँगसँगै यो कुन गाउँ हो भाइ? ए गुरुजी यो कुन गाउँ हो? यो गाउँ चिन्ने न? टाढा डाँडा पारी यहाँबाट हेर्दा नजिक देखियो भने धेरै टाढाको गाउँ हो। जुमिङ गर्दाखेरि नजिकै देखिया हो। यति टाढा छ सरर। ए अब गुफामा हामी आइपुगेका छौँ। रमाइलो गुफा मन्दिर। ल हेर्नुहोस् मस्त कतै हात्तीको सुँड जस्तो। सिद्ध बाबा गुफा घन्टी बजाएर डर लाग्ने रहेछ है भित्र त। ए कान्छा यहाँ त डर लाग्ने रहेछ खै। मादल त बज्ने हुन्छ कुनै गुफामा टङ बज्ने हुन्छ नि। ल त्यहाँबाट भित्र जाने यही छ माथि जाने। त्यहाँबाट माथि जाने ठाउँ छ। त्यही भएर हेरेको मैले पनि। अहिले बर्खाको भएर पानी बगिरहेको होला। यहाँ त म पनि आएकै दाइ खेल्नु। हेर यहाँ ऐसेलु खान आएँ म उता तल यहाँ त कस्तो मजाले ढुङ्गा बनेको छ है। यही ढुङ्गाको साइज यहाँबाट माथि छिरिन्छ कि यता कताबाट हो। यहाँबाट छिरेर यता कता झरिन्छ भन्छन् कि। यहाँ बन्द रहेछ। यो हो कि यहाँ बन्दै छ त। यहाँ पनि बन्द छ। यहाँ बन्द छ कहाँ निस्किन्छ? सुलुली बन्द भएको होला। पहिले जमानामा निक्लिन्थ्यो होला पछि है। त्यो नि हुन्छ। यहाँ निस्किन्थ्यो भन्थे कि
कस्तो कस्तो यो त डेन्जर चिज हो कि तर वास्तव भन्ने हेर्नु सेप बनेको चिज कसरी बन्यो होला यो सेप चुहेर ढुङ्गा पनि थोपा थोपा चुहेर थुप्रे जस्तो ढुङ्गा होइन कतिपय त कुन चाहिँ बच्छ भन्थे कि मैले पनि सुने हाम्रोमा चाहिँ छ त तर हाम्रो गुफामा चाहिँ योभन्दा सानो छ हाम्रो चाहिँ पानी पनि मस्त भित्र धारे बनाएको हामी त गाईको मुखबाट पानी आउँछ बनाएको त्यहीमा चाहिँ छ ठ्याक्कै मादल बजिन्छ धुम 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 बज्छ यस्तो कुना कुनामा गएर लुक्छन् केटाकेटी हो यो माथिले हो यो हो क्या मलाई याद छ कुन चाहिँ हो क्या कुन चाहिँ बज्छ यहाँ पनि बजाएको मलाई याद छ धुम 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 बज्छ भन्ने मैले सुने हो मैले बजाएको त छैन बजाएको त कुन चाहिँ हो थाहा भएन मलाई यहाँ बज्दो रहेछ ट्याक्कै मादल चाहिँ बज्ने छ ट्याक्कै साउन्ड आउँछ क्या त्यसको अरू हेर्नु न फेरि यही भएको अरू बज्दैन फेरि अनि यो ल हेर्नुहोस् यहाँ यति मजाले मादल चाहिँ बज्दो रहेछ मादल बजाउँदै थियो यहाँ मादल बज्दो रहेछ हल्का साउन्ड चाहिँ आउँछ कताबाट टेड बज्छ यहाँबाट बज्दो रहेछ ढुङढुङ टक्टुङ गरेर बज्दिएछ ए यो रहेछ अझै माथि माथिपट्टि मजामा बज्दो रहेछ त्यतापट्टि ढुङढुङ टक्टुङ गरेर यति मजाले बज्ने ल आज अर्को सानो सानो गुफा कता यताबाट निक्लिने बाटो रहेछ त पल्तिरबाट निस्किन्छ यताबाट पल्तिरबाट निस्किन्छ कि यताबाट हेर्नु मिल्छ बज्दैन अरू त त्यहाँ रहेछ अर्को फेरि त भइसक्यो यता सानो बाटो होला यो सानो लगाइछ कि टिङ टिङ बज्ने होइन कतै कतै हात्तीको सुँड जस्तो पनि देख्छु ल यति मनोरम दृश्य प्राकृतिक स्रोतबाट बनेको प्राकृतिक रूपमा बनेको गुफा एक कति चिप्लो रहेछ लाइटिङको व्यवस्था अझै भइसकेको रहन्छ अझै यसलाई बनाउँदैछु सानो गुफा भनेको कहाँ आइछ सानो गुफा अर्को भनेको अलि माथि गयो भने त्यहाँबाट छिर्न सक्ने मान्छे छिर्यो भने भित्र त ठुलो छ भन्छन् कहाँ हो त्यहाँ छिर्यो भने भित्र भयङ्कर ठुलो छ भन्छन् त कसरी चढ्ने त त्यहाँ यहाँ चढ्नै सकिने जस्तो सिस्नो भयो भने सिस्नोले बोल्यो भने तनाव हुन्छ फेरि मलाई त मधेसबाट आगा तराईबाट आगा हाम्रो दाइलाई सिस्नोले पोलेछ भन्नु पर्ला फेरि कता आने पहाड आएको सिस्नोले रुखले टोको भन्नु पर्ला फेरि होइन ल अब हामी अर्को गुफातिर सानो गुफा छ भनेर त्यता दर्शनलाई जाँदैछौँ रमाइलो अब यो भ्लग एकदम भाइरल बनाउने यहाँ पर्यटक साँप त छैन हौ हल्ली गाछ के हल्ले यहाँ यही पनि रहेछ हेर्नु नि सानो पुरै पले रहेछ त ओए के हल्ले ढाका मौरी छ अरे यहाँ त खोइ त्यहाँभित्र ओए भाग तँ के हेर्नु नि हिँडिरहेको किरा के भन्छ नि हिँड्छ मौरीलाई ठोकेर गणेशजी त यार मोटाएर धकेल त अलिकति म चढ्नै सकिनँ यहाँ धोती लाएर बेलौतीको पात जस्तो छ न नि हेर न ठ्याक्कै बेलौती जस्तो नचला के नचला त त्यहाँ मौरीले टोक्यो भने अलिक भ्याउँछ यस्तो झाडीमा कति माथि रहेछ यहाँ यता पनि अलिकति गोरेटो बनाउनु पर्छ नि चढ्नलाई यो घाँस काट्यो भने त हुन्छ हैछ यहाँ ठुलै रहेछ यहाँ हाम्रोतिर भएको यहाँ साँप ए रहेछ माथि ठुलै छिर्न होइन ठुलै रहेछ यहाँ छिर्न सक्ने पातला मान्छे छिर्छन् भन्छन् पातला होइन ठुलै त्यो के पातला छिर्ने ठुलै छिर्ने ए उ त्यहाँबाट छिर्ने बाटो रहेछ चिप्लो छ यार यो त ल्याउ
यतै लयर त बाघ चढे जस्तो है ऊ बाघको पछाडिको भाग जस्तो छ हेर यति दुःखले आइएको हामी भयङ्कर गुफामा कहाँबाट आइछ हेर है ल हो त्यो माथितिर ए अँ भाइ होइन ठ्याक्कै बाघ नै देखियो होइन ट्याक्क चढेको हो यहाँबाट कहाँबाट छिरिन्छ त नि अनि यहाँ कि पालु सानो छ छिर्ने भनेको सानो छ भित्र छिर्ने भनेको यहीँ आइछ ए भयङ्कर रहेछ तल हेर्नु अँ ओ ल ए डेन्जर रहेछ तल डेन्जर रहेछ ए कडै रहेछ तर निस्किन्छ होला दाइ मजाले छिर्ने निस्किन त गर्न मिल्दो रहेछ म जस्तो चिर्न मिल्दो रहेछ ए छिर्छ अरे के केटाहरू पातलो मान्छे छिर्ने भित्र ठुलो भन्थे रहेछ क्या खत्रै भनेको गुफा हो तर हेर्नु न अब यो अझै उनी माथि डाँडा छ त्यो त हाम्रो घरतिर पनि भन्छन् त्यतिकै पनि भन्छन् हाम्रो घरतिर एउटा गुफा त्यसको चाहिँ त्यसको शिर चाहिँ ओ माथि डाँडा टुप्पामा भन्छन् कि भन्नु है त यहाँ पनि भन्छन् यहाँ भनाइ पहिले सानैदेखि सुन्दै आएको यो गुफा चाहिँ म माथि चाहिँ चढेको थिएन भित्र यस्तो रहेछ जाने हो र यहाँभित्र फेरि गणेश दाइ अड्के भनेर माथिबाट मान्छे बोलाउनु होइन भित्र त ठुलै रहेछ भयङ्कर फराकिलो रहेछ नि त्यो भित्र त ऊ यहाँ लाइट भयो म तल गएर हेर्छु ल लाइट देखिन्छ ल है चिप्लियो कति चिप्लो छ म त हजुर तल गएर मिस्कल हान्छु चिप्लियो म त हजुरलाई त्यहाँ गएर मिस्कल हान्छु अनि हजुर बाल्नु है लाइट कुन तल ठुलोमा कुनामा गएर हेर्छु कि लाइट देखिन्छ पर्दैन ठुलोमा जान मिस्कल हान्नु पर्दैन कि फेरि मेरो रेकर्डिङ बन्द हुन्छ ए ल त्यसपछि लाइट बाल्नु तल गएर हेर्छु आरामले आइ कति चिप्लो रहेछ म धन्ने लोटिन उता नै यहाँबाट गुल्ट्यो भने त सिधै आधी खोला हो देखिया छ ल यो गुफामा घुम्न आउनु पर्छ है फेरि एकचोटि मजाले यहाँ अब एउटा रिसोर्ट खोल्नुपर्छ पर्यटक स्थल हजुर ल बाली राखेँ मैले अब झर्ने कसरी हो केटा म यहाँबाट झर्न सकेँ होइन चिप्लो भयो भाइले तल बसेर हाँस्यो ए भगवान् यहाँ यो पालबाट पनि छिर्छ होला क्या अझै माथि माथि होला नि क्या यस्तो यस्तोमा होइन मा कसम कति चिप्लो हो क्या यो धोती माथि अड्केला अरू भन्दा यहाँ लोट्यो भने त्यहाँ ड्याममै लाउँछ कि ठुलो टाउकोमा बडाङमै ल ए यस्तो डाँडा बस्यो धन्नै लोटिएन तल झरियो ल धोती धन्न फुत्किएन त्यहाँभित्र अझै रहेछ भनेपछि ए के लेखेछ गाविस वडा नम्बर 9 साबिघाल गलेङ नगरपालिका वडा नम्बर 7 पर्यटन कार्यालय पोखराद्वारा 73-74 मा विनियोजन भएको बजेट रु 5 लाख रकम अतिथि विश्राम तथा सिधो गुफा ढलान साथै रेलिङको कार्य सम्पन्न गर्यो 73 सालमा 73-74 मा आइछ नयाँ संविधान बनेपछि आइछ यत्रो खोलो हुँदैन खेत उता भएर हो नि यहाँ छ यत्रो खोलो भएर पानी जान्छ हो त यो खोलो त यहीँ आधी मिसिन्छ कि यता खेतै छैन त त्यही उति त्यो मुलारी त्यो भएको त्यहाँ त गर्न मिल्छ नि त खै कहाँ लहन ए यताबाट कुलोबाट खान न पानीको व्यवस्था पनि रहेछ धारो पानी आउनु हो कि धारो जोडेकै छैन कि ल कति मस्त धारो रहेछ यहाँ यता पाइप छ यता खोल्ने टुटी पानी कताबाट आउने कुनै सबै त्यस्तै रहेछ कि बिजुली पनि त्यस्तै रहेछ जोड्ने ल्याएर राख्नु नजोड्ने रहेछ क्या मस्त धारो रहेछ
तार हेर न यहाँसम्म आयो यो तार वहाँ पुग्यो हौ कहाँ आएको यो तार वहाँ के कालो तार कहाँ र त्यो पारीहरू नि देखाउनु पारी त्यहाँबाट गयो अचम्मै गरेर रहेछ नि त यहाँ त यार उताबाट पनि आहा तार यताबाट पनि आ बिचमा चाहिँ मान्छे तल नि गएको तारी ल ठिकै छ के गरे पनि हामीले देखियो हामी आइयो कहाँ आयो अरे यो सिद्धे गुफा मिठो खानुहुन्छ यो पानी माथिबाट कसैले मुतेछन् कि यही पानीलाई त्यहाँ पाइप लगाएर त्यहाँ लगाएर जोड्दै हुन्छ के अरे त्यो पाइपमा कुन पाइपमा त्यही त हुन्छ त त्यही यहाँदेखि त्यहाँसँग पाइप त्यहाँ अस्ति माथिबाट लगाएपछि त झर्छ नि त हो त्यहीबाट हालेर लगायो भने कि त्यहाँ सिमेन्टको घर उ जस्तो बनाउने गर्दैन त्यो बर्खा मात्रै आउने होला नि यहाँ पानी हेर होइन रेगुलर आउँछ त्यहाँ एउटा र बनाएपछि त ठुलो किन चाहियो र एउटा र बनाएपछि त्यहाँ जम्मा हुन्छ त्यही पानी सप्लाई हुन्छ ट्याङ्की जस्तो काम गरिहाल्छ नि त्यसले हामी चाहिँ सिधे खोपा दर्शनदेखि त्यहाँ सिधे खोपादेखि फर्किँदैछौँ गुफा अघि देखिसक्यो अब हामी आफ्नो गन्तव्यतिर प्रस्थान गर्दैछौँ दुई भाइ उहाँ गुरुजी हाम्रो पुकार खनाल र म गणेश पाठक तपाईँहरूको शुभचिन्तक हाम्रो मन्दिर देवी भागवत कथा वाचन मन्दिरतर्फ अब जाँदै उकाली ओह्राली झर्दै यस्तो रमाइलो दृश्य हेर्दै त्यो मेरो पहाड गाउँ पल्लो डाँडो चोक हो त्यही जन्मिएको म सानै हुँदा म त्यही थिएँ त्यहाँको मलाई याद त केही आउँदैन म सानै हुँदा जन्मिएको म सानैमा त्यहीँ जन्मिएको के ठुलो भएपछि त कता गएको साना जन्मिएको ठाउँ हो त्यो मोटर बाटो रहेछ त्यहाँ उके ऊ मोटरसाइकल हिँड्छ है हाइवे चाहिँ त्यही भएर यो हो त्यो माथि गयो यो त बाटै हो नि कहाँ झर्ने आधी झर्ने बाटो रहेछ क्या चट्ट त्यो उसो के अरे यो गाउँको नाम के अरे सेनापुकबाट त्यो बिचमा निक्लिन्छ है त्यो उस त्यो कहाँ आधी सेनापुक जाने बाटो भनेर लेखे चाहिँ त्यही बाटो हो त्यो उहाँ तल कहाँ त त्यो तल झरेर यसरी माथि गएको कि त्यो तल फाँटबाट पनि छ क्या बाटो यहीँबाट झरेको त्यो बाटो गाउँ ठुलै रहेछ त त्यो गाउँ ल हजुरहरूलाई मैले एउटा सादा डाँडो देखाउँछु त्यो डाँडोको एकदम सादा डाँडो यो के हो भन्दाखेरि यो चाहिँ चौर हो अरे मामाहरू यहाँ फुटबल खेल्नुहुन्थ्यो अरे लुग्ने बिबल खेल्नुहुन्थ्यो अरे मजाको चौर भन्नुहुन्थ्यो के हो त भनेर मैले सोधेको त्यो चौर हो भन्छ यहाँ चाहिँ हामी खेल्ने ठाउँ हो यस्तो डाँडा चौर भनेर खेल्नुहुन्थ्यो त्यहाँबाट एक बल रन्काइ दिएर हान्यो भने एकैचोटि यहाँ आधीमा जान्छ यहाँ पुग्छ यहाँबाट लिएर आउँदा भोलिपल्ट बिहान यहाँ पुगिन्छ अनि त्यहाँबाट हानेको यो एउटा गेम 90 मिनटको गेम भ्याउनलाई 90 दिन लाग्छ यो यस्तो खाले चौर हो यहाँ चाहिँ अब टुर्नामेन्ट रहने प्लानिङमा हुनुहुन्छ अरे त्यति बेला हेर्न आउने दर्शकहरूलाई बरु स्टेडियम बनाउनु काम लाग्थ्यो डाँडा डाँडा कुर्सी पनि चाहिँदैन यो फाँटसम्म हुने होइन त्यहाँ त मास्तिर बजेर हेर्ने यहाँ त वर्ल्ड कप खेलाउनु हुन्थ्यो अनि अब जानी जाम यति रमाइलो भिडियो भयो हस् त सबैलाई ल अब हामी चाहिँ फर्किँदैछौँ हस् नमस्कार फेरि यस्तै रमाइलो ठाउँ देखाउने बाचासहित अहिले हामी बिदा भयौँ हस् किप सेयर एन्ड सब्सक्राइब माई च्यानल किप लभिङ किप सेयरिङ किप रियाक्टिङ लाइक पनि हानिदिनु भन्ने त भाइ गुरुजीलाई यसो हामीलाई लाइक पनि ठोकिदिनु होला यसरी यस्तो राम्रो ठाउँ देखाउँछौँ यहाँ चाहिँ घुम्न आउनुपर्छ तपाईँहरू पनि आउनु होला ओके यहाँ बाटो छैन तर आउनु पर्ने ठाउँ चाहिँ हो यो बाटो त हिँड्दै आउनलाई चाहिँ सिँढी छ ओके सी यू अन नेक्स्ट भिडियो